छँदैछ तर त्यसको प्र्याक्टिकलको कुराहरू पनि जस्तै अब हामीलाई ग्रुपमा बसेर विभिन्न यो गाउँपालिकाको न्यायिक समितिमा गएर त्यहाँको न्यायिक अवस्था कस्तो छ त, त्यहाँ कसरी न्याय प्रदान गरिरहेका छन्, स्थानीय तहमा हुने द्वन्द्वलाई कसरी मेलमिलाप गर्छन् भनेर त्यहाँ गएरको उपमेयर मेयरहरूसँग भेटेर त्यहाँ गएर कुरा गऱ्यौँ। दोस्रो समाज कुन ठाउँको पालिकामा जानुभयो? हामीले गर्दाखेरि हाम्रो 4वटा गाउँपालिका भनेर ग्रुपहरू छुट्टाएको थियो, जसमा म र मेरो टिम चाहिँ हामी चाहिँ ठिमी नगरपालिकामा गएर त्यहीँको गएर हामीले वाद विवाद अथवा त्यहाँको बारेमा बुझेका थियौँ। दोस्रो भनेको अब हामीले त्यसको साथसाथै हामीले पछि समाजमै गएर भिज्नको लागि त्यहाँको विशेष गरी अब हामीले काभ्रेमा गएर चाहिँ त्यहाँनिरको समाजमा हामीले बहुविवाहसँग त्यहाँनिर कस्तो अवस्था छ त त्यो बारेमा बुझ्नको लागि पनि हामीले प्रत्येक घरमा गएर त्यहाँको मान्छेहरूसँग भेटेर कुरा गरेका थियौँ। त्यस्तै गरी गएर अब अहिलेको टाइममा सबैभन्दा बढी इस्यु भनेको जुन यो हाम्रो सवारी साधनसँग बढी इस्युहरू छ, त्यसको लागि हामी पनि गएर भोलिन्टियर बन्ने भनेर चाहिँ